नेपालको भूमि बचाउने सिमानामा रहेका बिना वर्दीका सिपाहीहरू आज काठमाडौँ माइतीघर मण्डलामा आइपुगेका छन् र उनीहरूको माग के छ र उनीहरू के माग्न चाहन्छन्, के भन्न चाहन्छन् सरकारलाई र माइतीघर मण्डलामा बसेको यो दृश्यहरू र उनीहरूको भनाइ जस्ताको तस्तै हेर्नुस् दर्शकबिन। मेचीदेखि पछि महाकालीसम्मका जति हाम्रो भूभाग इन्डियाले बेचेछ, अत्तर गएको छ, त्यो भूभाग चाहिँ हाम्रो फिर्ता हुनु पर्यो। अहिलेसम्म हामी 3 पुस्तादेखि लड्दै आएको, म तेस्रो पुस्ता हो। मेरो हजुरबुवा लाल मोहम्मद खान गोली खाए, मेरो बुवा मुन्ना खान गोली खाएन, म तेस्रो पुस्ता। मेरो आउने पुस्ता पनि गोली खाएर त्यही बस्ने हो, नगि त भिन भएर बस्ने हो भनेर यो आवाज उठाएको थियो। के छ तपाईँ सरकारलाई के भन्न चाहनुहुन्छ? अब हाम्रो माग त्यही भनेको, हाम्रो सीमा एकदम दीर्घकालीन रूपमा कूटनीतिक रूपले जस्तै हुन्छ 20-30 राखेर बसालेर हुन्छ कस्तो हुन्छ त्यसलाई दीर्घकालीन छिटै गर्न पर्यो। अब सधैँ हामी पुस्ता पुस्ता यो देशको लागि एकदम लड्न त सधैँ तयार हुन्छन्। हामी बाँच्ने जेसम्म आफ्नो सीमाको रक्षा गर्नुहुन्छ, तर उनले पनि हाम्रो हेर्नु पर्यो। हाम्रो अब देशको आधारभूत आवश्यकता पढ्न लेख्न हाम्रो पनि अधिकार हुन्छ। सधैँ हामी आफ्नो बोर्डरमा गएर लड्ने त हुन्न, तर अब हाम्रो पनि अधिकार हुन्छ पढ्न लेख्न। यही हो हाम्रो माग सरकारलाई, यही छ कि हाम्रो नागरिकता चाहियो, लाल पूर्जा चाहियो र सीमाको हामी चाहिँ बिना वर्दीको राष्ट्र सेवक नागरिक हौ, देशभक्त नागरिक हौ, राष्ट्रप्रेमी नागरिक हौ। अब सुदन गुरुङको तपाईँले चाहिँ गृहमन्त्रीको चाहिँ माननीय गृहमन्त्रीजीको कुरा गर्नुभयो, उहाँले यो मिडिया हेर्नुभएको छ, अर्को मिडिया पनि हेर्नुभएको छ भने नागरिकताको विषयको लागि उहाँ एकचोटि पुगिदिनुहोस् सुस्ता। प्रधानमन्त्री पनि जानुहोस् एकचोटि, कोही देशको नयाँ हुनुहुन्छ नि त, हाम्रो पुस्ताको प्रधानमन्त्री हो नि त। हाम्रो पुस्ताको प्रधानमन्त्रीलाई सिमानामा गएर 10 गजा एकचोटि हेर्दिन, गृहमन्त्रीलाई 10 गजा एकचोटि हेर्दिन र त्यहाँ चाहिँ यो तस्करीको कुरालाई त त्यो स्वागतयोग्य छ, तस्कर रोक्न पर्छ, त्यो कुरा पनि ठिक छ। र मुख्य कुरा चाहिँ तपाईँको चाहिँ मान्छे भएर जन्मेसी त्यो देशको सीमाको रक्षक नै त्यो देशको नागरिक र त्यो देशको चाहिँ लाल पूर्जाविहीन भएको कुरालाई चाहिँ गृहमन्त्रीको आँखाबाट, प्रधानमन्त्रीको आँखाबाट हल गर्ने गरी चाहिँ एकचोटि सुस्ता पुगिदिनु हुन, किलाठी पुगिदिनु हुन, नालापानी पुगिदिनु हुन, लिपुलेक लिम्पियाधुरा पुगिदिनु हुन, झापाको तल मालीगाउँको छेउमा बिहार पर्ने ठाउँमा पुगिदिनु हुन, यही मिडिया मार्फत आग्रह गर्न चाहन्छु। यो प्रश्न उहाँलाई पनि सोधिदिनु होला है। यो त अहिले सुस्ताका मात्रै आएका छौँ, हामीले त सुस्ता बचाउ अभियान भनेका छौँ। यसको मतलब हुन्छ सीमा बचाउ अभियान हुन्छ। हामी देशभरिको 21वटै जिल्लामा पर्ने सीमा बसोबासीहरूले जाँदा 10 गजाहरू मिचिएका छन्, तीहरूको ती ठाउँहरूको चाहिँ केन्द्रीकरण गरेर हामीले एउटा सशक्त सीमा बचाउ अभियानको आन्दोलन गर्छौँ।